चाहिँ हाम्रो सुनको भात मुख माग्छ है छोरीले मेरो। हेलो एभ्रीवान, नमस्ते। एक मिनट, रेडी 1 2 3 अंकल पानी ल्याइदिनु न। हेलो एभ्रीवान, नमस्ते। हजुरहरूलाई स्वागत छ मेरो च्यानलको युट्युब च्यानलमा। अनि आज चाहिँ हामी सुनको भात अनि पोर्क मासु एन्ड अनि साग अनि अचार छ। अनि त्यो चाहिँ हामीले आज खान लाग्यो। सो अब हामी चाहिँ ढिलो नगरी फटाफट खाना सुरु गर्छौँ। खाने र खोर्सानी यहीँ हालेर डल्लो खोर्सानी ट्याक ट्याक टिप्नुपर्छ। त्यो ल्याउन ल साथीहरू हामी फर्स्ट प्राइज चाहिँ सुँगुरको मासु गरौँ न। Cheers. Akhirnya masih hल्का sih खाने गाह्रो भइरहेको छ। अचार पनि ठिकै छ यार। Ignore our background noise. हाम्रो मेसेज छ। अङ्कल यहाँ हुन्छ एकचोटि। अङ्कल यहाँ हेरिदिनु न भएको छैन। भइरहेछ। भइरहेछ 2 मिनेट भइसक्यो। अलिक काटिदिनु। टाउको काट्दा केही फरक पर्दैन। खानु न। आमा अब आमा यस्तो पिरो हुने। मैले त पिरो खान्छु तर मेरो हातमा हाल्दा अब कारणले म चाहिँ खान्नु। खाने गाह्रो भइरहेको छ। खोर्सानी टोक्दैछ नि त मैले। बस्छ खाने हो। अहिले त भात खान्छौ त तिमीहरू? अरू चामल चाहिँ हालेको छुइनँ न। आफ्नै हो। नयाँ अर्ग्यानिक उति मकै। हामी नयाँ। लास्ट अप्ठ्यारो भयो कि मैले खान यो काटेकोले। पिरोले समस्या भइसक्यो। चम्ची देखाउ नि। मजा आउँदैन क्या चम्चीले खान। यहाँ त पानी ल्याइदिनु हो। मासु खाएर त मर्छ। बिहानदेखि मासु खाएर खानै मन लागेन यार। बसिरहेछ।
मिलाएन अचार ल्याइदिनु न साग पनि ल्याइदिनु अचार पनि ल्याइदिनु न चोखो त्यो भात त भाइले खाँदै अरे मिठो भयो भेजसँग मिठो हुन्छ धेरै नखाऊ यार छोरा किन पेट दुख्छ खान्छु यदि त म त भात म एक तिनवटा उहाँ खाएकै खुट्टामा अन्त नखाएको भएर होला अबै तेल छ एकछिन पख न अब फेरि गरौँ न यसो गर अनि भरे त्यो चाहिँ खानु लाग साग हुँदैछ कति धेरै मासु खाएको गाई चाहिँ एक्स्ट्रा कडेको पनि हामी चाहिँ खाइरहेको छौँ गाई चाहिँ एक्स्ट्रा कडेको पनि हामी चाहिँ खाइरहेको छौँ त्यो चाहिँ तर यो चाहिँ अहिले यस्तो यस्तो सेतो सेतो मासु भयो क्या है बढी त हिजोको चाहिँ मिठो हिजोको बेला चाहिँ मिठो थियो अनि त्यो हिजोको बेला चाहिँ खाइन्छ यस्तो यो चाहिँ मासु चाहिँ खाएन भने नभन्नु होला हामी खाँदैरहेछौँ तातो नखाइ बासी खाइरहेको छौँ यहाँ मैले झन् अङ्कल पनि मुगान गर्नुहुन्छ भने चाहिँ एकचोटि बसो बसो बनाएको क्या खास पहिलेसम्म पर्ख्यो भोको भोको भएर लास्टमा गरेनौँ त्यो कडेकोमा त सानो सानो हड्डी रहेछ यस्तो दाम रहेछ पछि कहाँ हिँडेको सानो ओइ बाबु गयो बिसाएर त्यो ओइ के भयो सानो गयो कहाँ गयो गयो ल्याएर बाई भन्दा म त चबाउँछु छ्या ला बाइक आयो बाई बाई गाइस हामी चाहिँ सकेको है खाइसक न टाइम लाग्छ त्यहाँ भिडियो राख्नु घाँटी दुख्छ के हुन्छ त